घाँस एक भारी पुऱ्याइसकेको छ ल यो घाँस चाहिँ कसले बोक्छ बहिनी घाँस तिमीले काट्छौ जहिले हेलो गाइस वेलकम टु माई भिडियो आज चाहिँ हामी हल्का बेसीमा काम गर्ने तपाईँहरूलाई भिडियो देखाउँछौँ केटाहरू आउँदैछ मेरो ग्याङ फाइनल गाइजहरू होइन म चाहिँ आज बेसी आइपुगेँ कोपा चाहिँ यहाँ गोर्जो दिँदै रहेछ हेलो गाइस फाइनली गाइसहरू म चाहिँ होइन बेसी आइपुगेँ आज चाहिँ चट्ट होइन सँगले तपाईँहरू बेसीको भिडियो हुनेछ तपाईँहरूलाई म बेसीको भिडियो देखाउँछु हल्का बेसीमा काम गरेको त्यो भिडियो चाहिँ हल्का गाउँघरको भिडियो हल्का भोइस पसार लागे सँगसँगै होइन हामी चाहिँ गाउँघरमा चाहिँ बेसीतिर लाग्दैछौँ गाइसहरू होइन तपाईँहरूले देख्न सक्नुहुनेछ बेसीको भ्यू तपाईँहरूलाई म देखाउँछु होइन सो मेरो ग्याङ चाहिँ यहाँ गएको फाइनली गाइसहरू म चाहिँ बेसी आइपुगेँ होइन देख्न सक्नुहुनेछ हल्का सकाले यहाँ गोरु जोत्दै हुनुहुन्छ हो यो चाहिँ हिलाउनु थालिसकेको छ कोपाले गोरु खडा छ कोपाको खेतालाहरू चट्टोसँगले कोदाली बोकेर आइसक्यो है खेताला एकदम लास्टै अल्छे नि आन्टी हो के ल्याउनु भएको त्यहाँ चाहिँ ठिक छैन नि फाइनली गाइजहरू हामी चाहिँ बेसी आइपुग्यो होइन चट्टो लाएर अब हामी चाहिँ बेसीमा हल्का काम गर्ने आज को उयो तल गोठको चाहिँ त्यसलाई किन लिएको साह्रै अल्छी लागिरहेछ त्यसको बेसी आइपुगेर आइसक्यो है नयाँ कटेरो झोली होला तर पातलो हुन्छ के हो पसायो जाडुले ओइ फाइनली गाइजहरू हाम्रो यो चट्टा आज काम हुन्छ होइन खतरा अनि कुखुरा खाउँ भनेको एक्लै खान्छस् भन्नु थाल्यो नि त गाइजहरू हाम्रो चाहिँ काम हुँदैछ होइन लास्ट ठगिरहेको छ आज यस्तो खेतमा काम गरेको
खोइ चिया आएन त नि बन्दै खुट्टा नलिने यता त्यो कस्तो बन्दै हो जहिले हुन्छ तिमीहरूको जस्तो चाहिँ हुँदैन उयोको माछा पुण्यको काम भन्नुपर्छ फुट्ने होइन फाइनली नानाले चिया लिएर आइसकेको छ दिदी हजुरले कि दारी हजुर ए ना 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 सरी म कस्तो हेरेँ अहिले त डर पो लाग्यो के भन्यो पिन्चेले अब होइन आधी काम गरिसकेर घाँस काट्नु गएको रहेछ हौ भान्जा पनि अचिला हान्दै रहेछ हौ त्यो डाँडामा कोही कान्छाको काम गर्दै हान्छ कफी गर्ने मल लाउने अब भोलि गाडी जान्छ कति आज कति गरिन्छ होइन आज कति गरिन्छ चिया खाइन्छ अब हो दामी तरिकाले ओए ओए आमा से साइड हान्नु तलो तासुन भन्दा खुट्टा फाइनली गाइजहरू हल्का काम गरा हुँदैछ गाउँघर बिस्तारै खा खाँदा कस्तो छ केटा दामी छ तँ चाहिँ भोकाले झन्डै गइस् अरे भाइ के गरायो बाउले ढुङ्गा बोकाइ कत्रो कत्रो ढुङ्गा बोका यत्रोदेखि यत्रो
कपाल पनि नेमार कट काटिस् क्या विश्वकप भएर कस्तो भोक लाग्यो भन्दै त एकचोटि म यहीँ बस्ने के चाहिँ खै चम्ची मलाई चाहिँ फाइनली आज खाजा खाइन्छ अब एक बारी त्यहाँ राख्नु को चाहिँ अब चाहिँ खाजा खायो हुँदैछ अब खायो भने खाइहाल्यो तर भोक अलिक के चाहिँ भएको छैन काटावाला छैन काटावाला ने कस्तो त थुक्पा धेरै खाइस् क्या हो तैँले के हो नाटक के हो के हो यसले भात धेर खाएर हेरौँ सुतेको यो थुक्पा धेर खाएर हो र नि मकै पसल खोलेको छ सनाले कति रुपियाँ गोटा कुन कति रुपियाँ गोटा दिने हौ इन्डियामा त कति रुपियाँ गोटा 10 रुपियाँ गोटा 10 कि 20 रुपियाँ के भन्छ त्यसो चाहिँ नलाउने भन्छ यिनीहरूले आजको हाम्रो काम चाहिँ कमाइ राखेको अब हामी यात्रा घरतिर कहाँ यहाँ अहिले आज काम सिधेको अवस्था रेड साप पछि हामी घर जाने चट्ट लाएर निन्ने अल्छी नि हो है त्यहाँ घाँस काटेको यो घाँस चाहिँ कसले बोक्छ बहिनी घाँस तिमीले काट्छौ जहिले छोड छोड नगर घाँस काट त मजाले